नेपाल मण्डलमा मनाउने लगभग सबै जात्रा पर्वहरू नेचर वा प्रकृतिसँग एक तरिकाले वा अर्को तरिकाले रिलेटेड हुन्छ नै। अनि त्यसको एउटा ज्वलन्त उदाहरण हो सिटी नख। सिटी नख भनेको समर र रेनी सिजनको ठ्याक्कै बीचमा मनाइने एउटा पर्व हो, जहाँ चाहिँ हामीले इनार, कुवा, ढुङ्गाधारा, पोखरी, कुलो जस्ता विभिन्न पानीको स्रोत र पानीसँग रिलेटेड रिसोर्सेसहरूलाई एकदमै थोरली सफा गर्ने गर्दछौँ। फागुन, चैत र वैशाखमा खासै पानी नपर्ने, त्यस भएर चाहिँ यो सबै फोहोर भएर बस्ने र रेनी सिजन भनेको बर्खाभन्दा अगाडि यसलाई सफा गर्नुपर्ने भएकोले यो दिन चाहिँ मजाले सबै सफा गरिन्छ, विच आई फाउन्ड पर्सनली एकदमै साइन्टिफिक र एकदमै कल्चरली इन्ट्रेस्टिङ। सिटी नखको दिन इनार सफा गरिन्छ र इनार सफा गर्ने भने एकदमै डेन्जरस काम हो, तर हाम्रो अग्रजहरूले यसमा पनि क्या इन्ट्रेस्टिङ ट्रिक्सहरू लगाउने गरेका छन्। जस्तै परम्परागत विधि अनुसार चाहिँ इनारमा पूजा गर्न र पस्न अगाडि चाहिँ हामीले इनारमा एउटा दियो बाल्छौँ र दियोलाई चाहिँ बिस्तारै हामीले तल पठाउँछौँ। त्यो यदि दियो निभ्यो भने हामी मान्छे जाँदैन र त्यसपछि 3 दिनपछि मात्रै पूजा गर्ने गर्दछ। खासमा अहिले हेर्दाखेरि चाहिँ त्यो दियो तल पठाउँदाखेरि चाहिँ अक्सिजन लेभल चेक गरेको भनेर हामीले बुझ्न सक्दछौँ, जुन एकदमै एउटा साइन्टिफिक प्रोसेस पनि रहेको छ। हुन त सिटी नखको दिन हामीले एउटा हराएको परम्परा पनि कुरा गर्नुपर्छ जस्तो लाग्छ, जुन हो ब पूजा वा भूमि पूजा। सिटी नखको पहिलो दिन ब पूजा भनी खेतको आलीमा पूर्व फर्केर सूर्य दर्शन गरी अन्न राम्रोसँग फलोस्, घाम पर्याप्त पुगोस् भनेर हामीले पूजा गर्ने गर्दछौँ। तर अचेल चाहिँ यो कल्चर चाहिँ अलमोस्ट हराइ नै सकेको छ। सिटी नखको दिन पहिलो पूजा गरिसकेपछि पूर्णिमाको दिन दोस्रो ब पूजा उत्तर फर्केर मेघलाई र हिमाललाई सम्झेर पर्याप्त वर्षा होस्, सुक्खापन नहोस्, अनिकाल नलागोस् भनेर समेत पनि पूजा गरिने परम्परा रहेको छ। सो त्यही भएर हामीले यस्तो कल्चर्सहरू, रिचुअल्सहरू र जात्राहरू हेर्दाखेरि त्यसलाई एउटा एकदमै रमाइलो जात्राको रूपमा मात्रै होइन, त्यसको एउटा साइन्टिफिक एङ्गल र इभन यो एग्रिकल्चरल एङ्गल पनि मजाले याद गर्नुपर्छ। र सिटी नख योपालि मनाउँदाखेरि चाहिँ धुमधाम साथ मनाउनुहोस् र तपाईँले चाहिँ एउटा इन्भाइरोमेन्टलाई सेभ गरिरहेको छ भनेर पनि एकदमै खुसी भएर पहुँच खानु होला।